हेलो साथीहरू, तपाईँहरूलाई स्वागत छ मेरो प्रश्न सोध्ने भोल्गेमा। आज मेरो प्रश्न सोध्ने भोल्गे कार्यक्रम अन्तर्गत मेरो युट्युब च्यानल मार्फत तपाईँहरूलाई एकजना युवाको विचारलाई छोटो मिठो प्रस्तुत गर्ने जमर्को गरेको छु। आज म उहाँलाई धेरै कुरा सोध्दिनँ। हाम्रो अहिलेको देशमा भइरहेको अवस्था र देशमा हुन गइरहेको चुनावको विषयमा सोध्न चाहन्छु। पहिला उहाँलाई मेरो प्रश्न सोध्ने भल्गेमा स्वागत गर्न चाहन्छु। स्वागत छ सर तपाईँलाई मेरो प्रश्न सोध्ने भल्गेमा। स्वागत छ हजुरलाई पनि। हजुरको परिचय छोटो मिठो बताइदिनुहोस् न। मेरो नाम भूषण बहादुर गुरुङ हो। हजुर। बसाइ चाहिँ यहीँनिर हो, इटारी 12। हजुर हजुर। अब देशको चाहिँ एउटा अवस्था, एउटा वातावरण अहिले चाहिँ के छ भन्नुहुन्छ भने चुनावी माहौलको छ। चुनाव हुन लागिरहेको छ। अब भन्नुहोस् त यो के छ तपाईँको, यसमा के छ विचार? अब अहिले देशमा हुन लागेको यो 2082 सालमा फागुन 21 गते हुन लागेको यो चुनावी पहलचलमा हामीले, म आफूले मात्रै होइन, हामी जस्ता नेपाली नयाँ जेनजीले पुस्ताले चाहिएको के हो भन्दाखेरि देशमा परिवर्तन हामीले धेरै पुराना नेता दलहरूलाई हेरिसकेका छौँ। यसपालि चाहिँ हामी चाहिँ केही परिवर्तनको लागि होइन, जेनजी युवाहरूले चाहिँ देशको परिस्थिति अनुसारको होइन केही चेन्ज चाहिन्छ। त्यसको कारणमा हामीले यसपालि चाहिँ घन्टीमा भोट हाल्नुपर्छ। एकपल्ट सबै दललाई हामीले हेरेकै हो, यसपालि चाहिँ घन्टीलाई पनि हेरौँ, घन्टीलाई पनि देखाउँ, जिताउँ, बहुमतले जिताएर केही गर्न सकिन्छ भन्ने चाहिँ मैले आशा गरेको छु, अपेक्षा राखेको छु मेरो चाहिँ विचारमा। हजुर हजुर। भनेपछि तपाईँ यसपाल घन्टीलाई, तपाईँको समर्थन, तपाईँको अमूल्य मत घन्टीलाई दिन चाहनुहुन्छ? मेरो एक अमूल्य मत चाहिँ घन्टीमै हुन्छ। देशमा परिवर्तन हुनैपर्छ, जरुरी छ। भनेपछि तपाईँको विचारमा, आफ्नो बुझाइमा चाहिँ घन्टीलाई चाहिँ मत दिने, त्यस पछाडि राष्ट्रिय स्वतन्त्रता पार्टीले चाहिँ यदि जिताएर सबैले पठाइयो भने देशमा केही न केही गर्छ भन्ने तपाईँको अपेक्षा हो? विश्वास छ, भरोसा पनि छ सर। हजुर, धन्यवाद छ तपाईँलाई। हस्, नमस्ते।